हेलो नमस्ते सबैजनालाई हैन लासो फापुला सेवारो दोगदिया सबै हैन हामी दुईजनाको तर्फबाट चाहिँ अनि हामी चाहिँ कति हप्तापछि चाहिँ यसरी फुची र म यस्तो अलिकति माइन्ड फ्रेस गरौँ न भनेर चाहिँ दुईजना यसो यतै मेट्रो जहाँ नजिक हुन्छ घुम्नलाई हैन पार्कहरू जहाँ हुन्छ त्यही जाऊँ न भनेर हिँड्दै छन् दिङसो जाऊँ भने चाहिँ फुच्ची कति गर्मी थियो है मलाई चाहिँ दिङसो जाऊँ भनिरहेको थिएँ तर हिँड्न पनि सक्दैन थिएँ अहिले यतिखेर पनि गर्मी नै छ अहिले चाहिँ कति बज्यो 5 बजे 5 बज्नलाई है 5 बज्नलाई 5 बज्नलाई जस्तै 2-3 मिनेट होला अनि हामी चाहिँ अहिले हिँड्दैछौँ मेट्रोमा जाने हो त्यसरी चाहिँ अहिले सानो ब्लग मिनी ब्लग बनाउन सुरु गरेको फेरि यो चाहिँ मेरो 4th ब्लग हो हेरिदिनु होला माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला त्यस्तो खासै ब्लगरहरू जस्तो चाहिँ हामी ब्लग बनाउन चाहिँ जान्दिनौँ हैन तर पनि कोसिस गर्नेछौँ लेट्स सी अब गाडी चढेको मेट्रोमा पुगेको सबै देखाउँछौँ हामी कता कता जान्छौँ हैन भोलि पनि त्यति राम्रो प्रश्न छैन माइन्ड गर्नु होला ल साथी हामी चाहिँ यत्रो मेट्रो के अरे मेट्रो जानको लागि चाहिँ हामी यहाँ हिँड्दै यहाँसम्म आइपुगेको छु करुवाको बस वेटिङको लागि यहाँ चाहिँ अहिले त आएको छैन हैन यहाँ वेटिङ गर्नुपर्ने हुन्छ करुवा बसको लागि गाइस यहाँ हेर्नुहोस् बस स्टप हो यहाँ बसेपछि चाहिँ करुवाको बस आउँछ उनीहरूले रोक्छन् त्यसपछि हामी मेट्रोमा जानेछौँ अहिलेसम्म त हाल आएको छैन आउँदैछ फाइनली हामी चाहिँ मेट्रो स्टेसनमा आइपुगेका छौँ यतापट्टि आउँछौँ हामीले दुईजना चाहिँ एउटै लुगा लागेको छ है उसले ब्राउन र ब्ल्याक प्यान्ट लगाएर छ अनि मैले पनि यस्तो सोचेँ अनि मलाई पनि साथीले बर्थडेमा ब्राउन टी सर्ट दिएको थियो अन्त याद आएर चाहिँ मैले त्यही लगाएको छु फाइनली हामी जान्छौँ यसरी लु चढेर लु यस्तै अगाडि चढेर ल हामी चाहिँ फाइनल्ली मेट्रोमा आइपुग्यो हामी चाहिँ मेट्रो जान लागेका छौँ है तलबाट किन बनाउनु भएको भन्नुहुन्छ होला होइन किनकि अब पछाडि मान्छेहरूले आउँछ नि त त्यही भएर चाहिँ नदेखोस् भनेर चाहिँ मैले क्यामेरा तलबाट यसरी बोलेको छौँ होइन हो दिदी मेट्रोमा जानुपर्छ लु कस्तो लागिरहेछ आज फेरि कतिचोटिको भेड हो हाम्रो यो 4 चोटि हो डे टु डे हो मेट्रोमा 2 चोटि होइन अरू बेला उबरमा जान्थ्यो आज त हामीले अनप्लानिङ गरेर जाँदैछौँ है कस्तो लागेको छ अब हेरौँ अब कस्तो हुन्छ है तर अस्तिको जस्तो चाहिँ गर्मी कतिको चाहिँ छ भन त है अब किनकि अब सिजन पनि चेन्ज हुँदैछ नि त त्यही भएर होइन गाइस हामी चाहिँ अब आइपुगेछौँ है दुईजना सँगै बसिरहेको छ त्यति साह्रो गर्मी चाहिँ छैन अस्ति जस्तो त्यति वेटिङ पनि गर्नुपर्ने है हामीले मेट्रो बसको लागि चाहिँ अब चाहिँ के अरे यहाँबाट तर एकैचोटि कलेजमा झर्ने हो पहिला चाहिँ हामी कता कता जाँदाखेरि मिसरिपमा झरेर कता कता जानुपर्ने हुन्थ्यो अब चाहिँ झर्नु पर्दैन डाइरेक्ट कर्नेट जान्छु कहीँ पनि घुमे खान आज चाहिँ लिएर घुमाउँदैछु है लेट्सी अब उता पुगेपछि देखाउँछु है फाइनल्ली हामी चाहिँ कर्नेसको स्टेसनमा झरेको छौँ होइन अब किनकि स्टार्टिङदेखि अब त्यहाँ पनि बिचदेखि बनाउँदै हिँड्यो भने चाहिँ अलिकति यहाँ मिल्दैनन् होइन अब कतारमा अब त्यस्तै हो अब जुनै ठाउँमा भयो भने अब कुनै ठाउँमा बनाउन मिल्छन् कुनै ठाउँमा बनाउनु मिल्दैन अलिकति बुझेर बनाउनु पर्ने हुन्छ त्यही भएर चाहिँ मैले मेट्रोबाट झरेर चाहिँ यसरी बनाएको छौँ बाटोमा है किनकि यहाँतिर अरूहरूको अब फेस आयो भने चाहिँ अलिकति राम्रो गर्दैनन् त्यही भएर चाहिँ अलि हाफ गरेर बनाएको छु बुझिन्छ होला नि त होइन के भन्छ होइन फर्नेसको वे आउट बाहिर हेर्नु यहाँ अब हेर्दै जाऊँ अब हामी कता कता पुग्छौँ होइन फुच्चीको लागि त मैले मेन होइन घुम्नको लागि चाहिँ आएको र प्लस पनि अब हामी धेरै दिन भयो नि त धेरै अब यो 1 महिना नै भयो होला है फुच्ची हामी घुम्नु नगएको पनि सायद 1 महिना नै भयो होला हेर्नु खतरा चाहिँ
मैले यो फुच्चीलाई चाहिँ हो यो पार्कमै मैले घुम्न ल्याउँछु भनेको नि त खतरा छ हेर्नु त यहाँ लु कस्तो लाग्यो फुच्ची है कर्नेसमा बल्ल आएको छौँ है यो यसमा पनि म सेकेन्ड टाइम हो यो मेरो है फर्स्ट टाइम चाहिँ म साथीहरूसँग आएको थिएँ त्यतिखेर नि म फर्स्ट टाइम यस्तै मेट्रो चलाउन आउने बेलामै हो फर्स्ट टाइम उनीहरूसँग यसरी नै आएको थियो यहाँ त्यतिखेर चाहिँ छाता समथिङ के को थियो यहाँ छाता अनि यो लाइट अनि यहाँ के फेस्टिभल चलिरहेको थियो होइन अहिले चाहिँ फुच्चीको लागि भनेर चाहिँ म यहाँ सेकेन्ड टाइम आएको छौँ मैले पार्कमा जाऊँ ल भनेको थिएँ कर्नेसमा ल फाइनली फुच्ची कस्तो लाग्यो तिमीलाई चाहिँ रमाइलो दिदी नेपाल जस्तै देखेर हो नेपालमा नि यस्तो छ मलाई थाहा छैन रिसोर्टहरूमा यस्तै त हो तर म नेपालमा भयो भने म घुमेको चाहिँ छैन है राम्रोसँग चाहिँ म आफ्टर म्यारिड पछि चाहिँ म हस्बेन्डसँग चाहिँ पोखरा घुमेको थिएँ 1 हप्ता जति त्यति मात्र हो अरू चाहिँ म नि घुमे आएन है अब गएपछि घुम्नु पर्ने छ अलिकति ठाउँहरू त्यहाँ हेर्नु खतरा छ है बीच हेर्नु न खतरा छ हेर्नुहोस् खतरा राम्रो लाग्यो एकदम यति राम्रो कि नेपाल अहिले चाहिँ आएर होइन म नेपालमै छु जस्तो फिल भइरहेको हेर्नु उसको र मेरो चाहिँ आउटफिट आज सेम बनाएर आएको छ है उसको ब्राउन उसको माथि ब्राउन टी सर्ट अनि ऱ्याप चाहिँ ब्ल्याक प्यान्ट अनि ब्राउन एन्ड व्हाइट सुज है मिस्कट छ अनि स्कार्फ पनि छ तर उसले गाडीमा बेरेको छ है मेरो पनि छ यहाँ ल देखाउ त मलाई पनि यसरी नै देखाउ ल मेरो पनि आउटफिट हेर्नु त मेरो पनि टी सर्ट ब्राउन छ त्यहाँपछि प्यान्ट ब्ल्याक छ मेरो पनि व्हाइट एन्ड ब्राउन सुज छ होइन स्कार्फ मैले यहाँ लाग्छु तिमीले यहाँ गाडीमा लाग्छौ भने मैले यहाँ लाग्छु हामी चाहिँ एउटै भनेर हिँडेको छौँ ब्ल्याक एन्ड ब्राउन ब्याग पनि छ है केही छैन ल हेरौँ ओ यहाँ तिमीलाई खेल्ने पनि चाहियो भने होइन यहाँ छ चिप लेडीहरू यहाँ पिङ्क पनि छ ल अहिले चाहिँ हामी चाहिँ होइन एकछिन घुम्ने छौँ होइन केही टिकटकहरू बनाउँछु अनि त्यहाँ चाहिँ फेरि हाम्रो ब्लग स्टार्टिङ गर्छु फेरि होइन अहिलेलाई चाहिँ फेरि 80 हाफ छ होइन फुच्ची होइन अहिलेलाई 80 फेरि हाफ गर्दै देखाउने छु फुच्ची चाहिँ हेर न त्यहाँ राति यस्तो कस्तो भिड भयो पछि आज राम्रो छ है पार्क अझ आज त्यति मान्छे छैन रहेछ कि है न त पहिला कति भिड हुन्थ्यो नि ल जाऊँ घर जाऊँ ल फाइनली हेर्नु न कति गर्मी छ यो ल अब चाहिँ हामी चाहिँ अब रुम तर्फ राख्ने छौँ है मेट्रोमा अब जाने हो त्यहाँ मेट्रो चढ्ने एउटा अब ऊ हेर एक्सर्साइज जहाँ भेट्छ त्यही चढिराख साइकल गर्मी भयो लु जाऊँ फुची प्यास पनि लाग्यो साह्रै गर्मी पनि भयो पानी पनि खान मन लागेको छ जम्मा अब समय पनि हेर्नु पर्यो होइन भोलि बिहान ड्युटी छ लाग्ने होइन लु हिँड लु जाऊँ ऊ त्यहाँ मेट्रो चढ्ने ल गाइज आज चाहिँ होइन आजको लागि चाहिँ यति नै हो है जस रमाइलो भयो 2 जना भए पनि तर मलाई त्यति धेरै भिडमा जानु भन्दा नि मलाई चाहिँ यसरी 1-2 जनामा जाँदाखेरि चाहिँ एकदम रमाइलो लाग्छ घुम्नलाई होइन अनि यस्तो अब अलि दिन पनि धेरै पनि भयो है अनि त्यही भएर यस्तो नघुमेको पनि अनि त्यही भएर आज यस्तो फुच्चीलाई के गर्दैन फुच्चीलाई यसो लिएर उयो पनि अब कतराको धेरै भएको छैन अब 2 महिना लाग्छ है अब कि 2 महिना पुग्यो छैन नि 3 महिना जति लाग्छन् अनि ऊ अहिलेसम्म कहीँ पनि घुमाएन अहिलेसम्म मसँग मात्र घुमिरहेको छ त्यही भएर चाहिँ यस्तो मेरो माइन्ड पनि फ्रेस हुन्छ उसलाई पनि घुमाउन लान्छु भनेर चाहिँ एकछिन हामी दिउँसो 5 बजे निस्केको होइन अब चाहिँ रुम तर्फबाट लाग्छ मेट्रो किनकि मेट्रोमा अब रात पनि पर्यो किनकि मेट्रोमा पनि अब ढिला हुन्छ नि त पुग्नलाई रुममा अनि त्यही भएर चाहिँ अब हामी चाहिँ जाँदैछौँ है
ब्लग पनि मेरो सुरुदेखि स्टार्टिङ एन्डसम्म हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला हैन। ल गाइस हामी चाहिँ हैन पानी प्यास पनि लाग्यो। औ यतापट्टि पुग्यो। कोल्ड ड्रिङ्क्स किने है, कोल्ड ड्रिङ्क किन्यो पुची र मैले। अब खाँदैछौँ एकछिन खाएर, किनकि अब मेट्रोमा खान मिल्दैन, अनि खाएर चाहिँ हिँड्नेछु। पुची यहाँ छु। आनन्द फिल भयो। मलाई चाहिँ एकदम ड्यू मनपर्छ क्या, कोक भन्दा नि। त्यसमा चाहिँ अलिक टेस्टै आउँदैन क्या, अलिक आँसु आँगामा त हुन्छ। फाइनल्ली हामी चाहिँ अलुवाख्राको उसमा आइसक्यो, स्टेसनमा आइपुगिसक्यो होइन। टिकटक चाहिँ के अरे यो भ्लग चाहिँ बनाएनौँ, किनकि अब कुनै ठाउँमा बनाउनु मिल्छन्, कुनै ठाउँमा बनाउनु मिल्दैनन्। त्यही हो, अघि पनि मैले भन्दै आएको हो। अब फेरि कानुन लाग्छन् होइन, जहाँ पाएँ त्यही यस्तो भ्लग बनाउँदै हिँड्यो भने चाहिँ। त्यही भएर चाहिँ हामी अब रुम फर्किएको छौँ। हामी अलुवाख्राको मेट्रो स्टेसनमा आइपुगेको छौँ। अब त्यहाँबाट चाहिँ हामी मेट्रो बसमा जान्छौँ। त्यहाँ चाहिँ रुममा पुग्छु 10-5 मिनटमै पुग्छु। फाइनली पछि हामी चाहिँ आइपुग्यो है बसमा यसरी। तपाईलाई थाहा छ यो बाटो हामी अस्ति हिँड्दै हिँडेका हैन? वकिङ हिँडेको थिएँ है। थाहा छ वकिङ हिँडेको, अब अझै हिँड्नु पऱ्यो अब। तर थाहा थिएन कि हामीलाई चाहिँ होइन। फर्स्ट अब जहिले पनि हामी के अरे वख्राको त्यो के अरे मेट्रो स्टेसनमा हुन्छ नि, त्यहाँ झरेर चाहिँ जहिले पनि हामी उबर गरेर हिँड्थ्यौँ। त्यहाँदेखि योपालि चाहिँ फर्स्ट ट्राई गरेको कि अनि बसमा आउनलाई। अनि करुवा बसमा चढेको। अनि करुवा बसमा चढ्दाखेरि चाहिँ अब देख्नु त देखेको थियो होइन, त्यहाँ हाम्रो कहाँ झर्ने उसमा ठाउँमा। तर हामीले चाहिँ कसरी रोक्ने भनेर के पनि थाहा थिएन नि त। अनि भन्न नि जानिनँ फर्स्ट टाइम। बेइज्जत पनि भयो। अनि पछि त अनि के अरे एउटा आन्टीले कि अनि त्यो हाम्रै सिटको अगाडि त्यो स्टप बटम हुँदो रहेछ कि होइन, त्यसमा चाहिँ यस्तो क्लिक गर्नुपर्ने हुँदो रहेछ होइन। अनि पछि त्यहाँ स्टपिङ भनेर त्यहाँ अनि घन्टी बज्दो रहेछ कि, घन्टी बज्दो रहेछ। अनि थाहा थिएन। अनि त्यहाँ आन्टीले अनि स्टप बटम थिचेर पो अनि बल्ल अनि गाडी यता माथि आएर रोकिदियो। तर पनि हामी केही छैन, यही नजिकै हो। हामी हिँड्दै हिँड्दै जाँदैछौँ। अब नेक्स्ट टाइम थाहा पायौँ त होइन। अब करुवा बस्न फेरि हामी रुम फर्किँदाखेरि चाहिँ कस्तो गर्नुपर्छ रहेछ भनेर चाहिँ नेक्स्ट टाइम चाहिँ हामी पनि हाम्रो ठाउँ आइपुग्दाखेरि चाहिँ स्टप बटममा चाहिँ थिच्नु पर्ने रहेछ है भन्ने चाहिँ यति रिमाइन्ड चाहिँ भयो नि त होइन। त्यो चाहिँ अब के गर्नु, नभएर जहिले पनि हामी उबर गरेर आउँथ्यौँ। जेसुकै पर्ला सधैँ गऱ्यो भने त सधैँ लाग्दैन, त्यो भएर बरु सिधै जाम जे पर्ला पर्ला घर आउँदैन सानो कतारमा भनेर पनि आइदियो। ट्राई गरेँ होइन। त्यहाँदेखि हाम्रो रुम यतै नजिक हो, हिँडेर हामी जाँदैछौँ। अब मेरो ब्लग पनि यति नै हो होइन। अब रुममा पुग्छौँ अनि मेरो ब्लग एन्ड त्यतै हुन्छ। हामी चाहिँ हिँड्दै हिँड्दै रुममा जाँदैछौँ है। त्यसपछि हामी आज 4 रुपियाँले घुमेर आयो हो कि भने त। जाँदा 2 रुपियाँ आउँदा 2 रुपियाँ अनि 4 रुपियाँ भयो। अनि करुवा बसमा त अब पैसा लाग्दैन हेर्नु, करुवा बसमा त 0 फ्रीमा हेर्नु त। उबरमा भन्दा पनि हामी मेट्रोमा जाँदाखेरि 4 रुपियाँले मजाले घुमिँदो रहेछ है। लु हामी 5 बजे निस्केको अनि त्यहाँबाट 6:30 बजे मेट्रोबाट निस्केको, किनकि अब लेट हुन्छ नि त अनि मेट्रोमा आउनलाई। त्यही भएर चाहिँ हामी त्यहाँबाट निस्केको चाँडै। अहिले चाहिँ हामी आइपुगे फाइनल्ली 7:30 बजे। तर घुमेर अब हामी त्यहाँ झर्नु पर्छ, तर हामी यता यहीँ झरेमा केही छैन। हाम्रो रुम यहीँ नजिकै छन् होइन। त्यही पनि अहिले झरेर पनि धेरै टाढा त छैन। कमसेकम त सिकिन्छ नि, जे कुराहरू नजानेको चिजहरू ट्राई गरेर पनि सकिन्छ नि त होइन। हेर्नु त है, पहिला पनि त सुरुमा आउँदाखेरि साथीहरूले त्यसरी लिएर गएको थिएँ। अनि लिएर जाँदाखेरि जति जाँदाखेरि मलाई दिमागमै नआउने क्या। अनि जब छ नि आफू पर्दाखेरि हुँदो रहेछ, थाहा हुँदो रहेछ। अहिले हेर्नु न, अब बुच्चीले पनि हेर है, म नहुने बेलामा ऊ पनि अरू कसै नयाँ मान्छे उसले साथमा लिएर गयो भने उसले पनि जानिन्छ क्या। जब आफू पर्छ तब मात्र तरिँदो रहेछ क्या। मैले पनि त जे पर्छ आज त हे दिदी जाम भने अनि अब त तिमीलाई अब मेट्रोमा कसरी चढ्ने भने थाहा पाइ नि, कसरी जाने तरिका, त्यो म्याप हेरेर कसो गरेर होइन, त्यहाँबाट सजिलो हुन्छ नि त। गाइस यति नै हो।
सुनसान छ फाइनली हामी चाहिँ रुम आइपुगे मेरो आजको ब्लग चाहिँ यति नै हो होइन हेरेर माया गरिदिनु होला है साथीहरू आजलाई यति नै भन्दै म बिदा हुन चाहन्छु बाई बाई गुड नाइट